मोटे अब दिखा ना ओए गीत मन करा मत ओए नाइस युट्युबमा मोडललाई के छ भने जस्ती बाबा हैन हल्का कुल्लु कुल्लु छ हैन हेलो गाइज वेलकम टु माई न्यू ब्लग आजको ब्लगमा मोटै छ है यहाँ हाम्रो स्टेटिकको हामी आज कलेजमा आएको थियौँ होइन भ्यू हेर न यहाँबाट भ्यू त दामी छ के अब हामी कहाँ जाने कुन चाहिँ भ्यू भने दुईटा भ्यू छ अब दुईटै भ्यू देखायो भने मैले कहाँ जाने मोटी भाइ अब मात्र मैले लाइ छैन ल भ्यू ब्लग मजा दे है ओए ओइ झगडा नगर सुशान्त भाइ क्याप देऊ न फोटो खिच्नु भने क्याप देऊ न दुईटा मध्ये एउटा ल जाम कस्तो यसले कस्तो नाटक देखायो सही सुशान्त भाइ जाम कोइ रहेछ हामी जाउँदाले ओए सुराज के युट्युबमा मोडललाई के छ भने जस्ती भ्लगर युट्युबमा हैन नि अमन सिन्हा जन्सिन है तल यति राम देखाछ कस्तो भनेको ओ यति राम कस्तो ठीक है ठिकै रहेन खतरा हो क्याप हेरौँ न कस्तो चस्मा खोस्नलाई मात्र है अब बुझिरहेको बुझ्दा कस्तो मोटे भाइ नलगा तँलाई चुतिया देखिन्छ क्यापमा नकर त ए जामै जाम कहाँ पुग्यो वनमा हो र पहिला बिस्तारै गाडी ग्राउन्ड फ्लोर फेरि माथि रमाइलो लाग्छ अझै एक्सप्लोर गर्ने लिफ्ट चढ्दा रमाइलो लाग्यो तपाईँ यो अगाडि थियो अन्त जाने हो वान आइसक्यो त ओइ भ्लगमा सब बिप हाने केटा यसले जहिले त्यो भ्यू मिस गरिदिन्छ कि मोटे भाइले ल यसको पारा हेर्न नचल्ला यार त्योभन्दा ठुलो ट्रफी जिते आएर हामीले बासी गर्नु यस्तो जाबो ट्रफीहरू त कति हो कति मेरो घर आइज न म देखाइदिन्छु हो कि असित भाइ कति धेरै छ मसँग ट्रफी मोटे भाइलाई भन्दा मसँग कति धेरै ट्रफी छ जानै सकिन्न अनि बोल्न साथी नबोल्ने शुद्ध शान्त तर हान्दिउँ त एउटा दुईटा खाना समाउ मोटेले खुवाउँछ कि हामीलाई अनि पहिला खाइन्छ यार अनि होइन अर्को बाल ओइ भिडियो बना न त्यहाँ बनाएको यहाँ ल अब फुड ब्लगर बनिदिउँ न अब ल पैसा चाहिँ मैले दिनु आजको होइन हामी चाहिँ कटन क्यान्डी खाने भनेको यहाँ दाइले चाहिँ प्रोसेस अब बनाउने प्रोसेस देखाउनुहुन्छ होइन यो चोर छ यहाँ अर्को यो मोटी छ मेरो अर्को यो छ यो चोर छ यहाँ अर्को यो मोटी छ मेरो अर्को यो छ यो फुच्ची छ यहाँ हेरि जिन्दगी हेरेर नपा जस्तो हेरिरहेको एउटाले र दाइले प्रोसेस मेरो च्यानलमा जान्ला हो कि किन हल्ला गर्छस् क्या दाइले देखा न सेफले देखिरहेको हुनुहुन्छ त दाइ त हेरिदिनु पऱ्यो ल ट्यालेन्ट मान्छे हो यो कुन नसड न युट्युब यहाँ फुड ब्लगर छ क्या फुड ब्लगर दाइ भयो सुन्नुहुन्न दाइ त्यस्तो भन्नु नि दाइलाई डायरी सर्नु न आफ्नै दाइ त्यही भएर भन्दा दाइ लट्टीले खोजिदिनुहुन्छ नि त लट्टीले खोजिदिनु दाइ अनि पिङ्क पिङ्क हुन्थ्यो त दाइ यो त सेतो सेतो भयो अनि सेतोवाला हो नि त कस्तो हो त कस्तो होला सेतो हो नि त पिङ्क पिङ्क हुन्थ्यो त दाइ यो त सेतो सेतो भयो अनि सेतोवाला हो नि त कस्तो हो त कस्तो होला सेतो हो नि पिङ्की हो क्या पिङ्की हो मेरो फेभरेट त पिङ्क पिङ्की हो भने क्या दाइले पिङ्क पिङ्क मनपर्छ अनि दामी चल्ला छ होइन भ्यू देखाइदिनु अनि यहाँ जस्तो छ है केटाहरू काले छ के गरेर थाहा छैन
काले चाहिँ काले त ओए कत्रो ठुलो हो कटन क्यान्डी अनि म मेरो भन्नु खाइस् तैँले रिभ्यू दिनु परेन अहिलेसम्म त सानै थियो होइन उयो त अर्कै देखेँ त एउटा फुटबलै अब रिभ्यू दिन्छ अहिले चाहिँ होइन ल कस्तो थियो मान्छेको टाउको जत्रो छ होइन हुन चाहिँ कस्तो छ भन्दा ल खाएर भन्दै त टेस्ट त के मैले चिनी जस्तो त अनि टेस्ट त यहाँ कस्तो कस्तो दिँदै कि मैले यहाँ कस्तो छ भन्नु न सर सर कस्तो छ भन्नु न खासै मलाई मिठो त लागेन अब खानै पर्यो मोटेको मुखभित्र छिराइदेऊ न यतिकै हल्का गुलियो गुलियो छ होइन अनि हल्का गुलियो गुलियो छ होइन अझै चिनी मुजी गुलियो त हुन्छ नि चुतिया अझै गुलियो छ क्या मेरो च्यानलमा मुझे जिमको मात्र आउँछ भैया एक क्या पहिला यो ढोका मोटे खोल न आवाज निकाल आवाज निकाल अलि बल ल जिम पावर ल जिम पावर ओए गीत पनि कडा बजा यसले बिगाऱ्यो आउँदैन त खोल्छु भने यो आउनु पर्ने यस्तो कसरी ओइ कडा नाचिया जस्तो के किनभने औरा माइनस हुन्छ यस्तो औरा माइनस हुन्छ खोल्छु भने दम्ला दम्ला खाइनुहोस् भएन ध्यान नदेऊ है नाइस ऊ यहाँ गीत बज्ने रहेछ त कहाँबाट हो यहीँ झर्ने त हो नि अब कहिले ल तेल फटाइदियो होइन गर्लफ्रेन्डको कुरा गर्छ कि हामी केटाहरूसँग मात्र आउने भाइ कहाँ गयो कडा गएको